गाइज है फाइनल्ली चाइना बोर्डरबाट हामी फर्किसकेका छौँ। यो चाहिँ खासाको बोर्डर हो। यहाँनिर देखिसक्नुभयो यो भोटे कसी बगिरहेछ ठिक्कै माथि है। म तपाईँहरूलाई देखाइदिन्छु। यो माथिको यो थोप्ले परेको छ नि, यो ठ्याक्कै यो माथि यो चाहिँ खासा, त्यही नै यो खासा टक्क। अब यहाँनिर चाहिँ पुरा खाली कन्टेनरहरू सामान ल्याइकन चाइना फर्किँदैछ। दुःखको कुरो के छ भने चाइनाबाट हामीले एकदम सामानहरू चाहिँ एक्सपोर्ट गरेकै सामानहरू ल्याएकै, तर नेपालबाट चाइना चाहिँ केही पठाइन्न के, खाली सब कन्टेनरहरू डल्लै खाली गइरहेछ। सबै कन्टेनरहरू चाहिँ खाली गइरहेछ। यो चाहिँ एकदम लोरीहरू ठुल्ठुलो मालवाहक ट्रकहरू हो। यहाँनिर हेरौँ तपाईँलाई यहाँनिरको वस्तु स्थिति देखाइदिइहाल्छु। यहाँनिर चाहिँ के छ, नेपाल 53(2) भनेर यहाँनिर चाहिँ 2063 सालमा गरिएको रहेछ। यहाँनिर नेपालको नक्सा देखि नै सक्नुभएको छ। अब हामी फर्किरहेछौँ। हाम्रो 8-9जनाको ग्रुप छ, बाइकबाट आएको। आज हामी यता तातो पानीमा हामीले अब तातो पानी स्प्रिङमा चाहिँ अब सावर लियौँ हामीले होइन। सावर लिइसकेपछि हामी अब फर्किँदैछौँ। म यहाँलाई मैले जानेको बुझेको जति एक्सप्लेन चाहिँ गराइराखेको हो। यसरी फर्किने क्रम हाम्रो जारी छ। यो सबै यहाँतिरको डल्लै यो चाहिँ चाइनिज गाडीहरू, इजी गाडीहरू हो। प्लेट छैन। यो के हो, यो फर सेल बिक्रीको लागि सम्भवतः यो सब बिक्रीको लागि हुनसक्छ है। यहाँ सबै हेर्नुहोस् न्यू वान गाडीहरू हो होइन। अब यस्तो हो। तर चाइना देख्दै हुन्छ है, पारी डल्लै चाइना बजार, खासा बजार। जस यो संरचना हेर्ने हो भने चाहिँ एकदम कमसल नै रहेछ क्या। माथितिरको यो खासा बजार चाहिँ एकदम काभित्र रहेको। अब हामी फर्किने हो। यहाँनिर चाहिँ यस्तो छ नेपालपट्टिको। यो म अहिले सेल्फीबाट भिडियो लिइरहेको छु। यसलाई उल्टाएर यसको चाहिँ म ट्याक्क बनाउँछु। खोटाङतिरको मान्छेहरू चाहिँ चाइना जानु पऱ्यो भने भिजै हानेर आउनु पर्ने रहेछ। अरू यहाँ नेपालले चाहिँ एउटा पास कार्ड बनाएर जानु पर्छ। भिसा? हामी त भिसा हानेर आउनु पर्ने रहेछ। तिर्नुपर्छ पैसा? भिसा हालेर जानुपर्ने हामी अरू जिल्लाको। ए त्यस्तो हो? ए भिसा हान्नु पर्ने।